यो च्याङलिङ भन्दा नि राम्रो ठाउँ कहाँ होला साथीहरू? प्लिज यो ठाउँलाई पनि भाइरल गराइदिनु होला साथीहरू। हेर्नु यहाँ कति राम्रो हरियो हरियो घाँसपातहरू छ। यस्तो दामी छ, दामी। म चाहिँ मर्निङ वाक आएको साथीहरू। नमस्ते सबैजनालाई। आज चाहिँ म कता नजाँगर आएर मर्निङ वाक आएको रे। मर्निङ वाक जान भनेपछि मलाई दिगदार लाग्छ कि। आज चाहिँ मर्निङ वाक गएँ, भोलिपल्ट चाहिँ सुत्ते हुन्छ फेरि है। यो चौर चाहिँ ठ्याक्कै हाम्रो घर माथिपट्टि गोरखकाली टायर उद्योगको अपोजिट साइडमा पर्छ। हाम्रो यहाँ पनि दामी छ। यो पनि बगर भइहाल्यो। यो छेउ म चाहिँ भाइरल गराउने मान्छे साथीहरू। हेलो साथीहरू, प्लिज भाइरल गराइदिनु होला यो ठाउँ पनि है त। हामी चाहिँ केही समय अगाडि च्याङलिङ बगरमा गएका थियौँ। त्यो पनि राम्रो थियो, तर हाम्रै घर छेउमा रहेको यो चौर पनि धेरै नै राम्रो रहेछ। म चाहिँ धेरै कम जाने गरेको छु, त्यही भएको भएर अहिले फेरि मर्निङ वाक आउँदाखेरि चाहिँ मलाई राम्रो लाग्यो। चारैतिर पहाडको बिचमा चाहिँ यो चौर छ। अहिले चाहिँ समय नै यस्तै भएर हो कि अब चौरहरू सबै हरियो कति राम्रो देखेको के। मलाई चाहिँ ठ्याक्कै च्याङलिङ बगर र यहाँमा चाहिँ फरक केही पनि लागेन। त्यहाँ चाहिँ खिर्रा हो कि के को बुट रहेछ, तर यहाँ चाहिँ छैन। यहाँ चाहिँ सल्लाहहरूको बुटहरू छ अनि चारैतिर चाहिँ अनि डाँडे पाखाले भरिएको भएर चाहिँ मलाई चाहिँ आफ्नै ठाउँ बेस्ट लाग्यो है। मान्छेहरू चाहिँ भाइरल हुने बित्तिकै त्यो ठाउँमा पुग्नै पर्छ। त्यही मान्छेको भिडमा चाहिँ म पनि परेँ, म पनि त्यो ठाउँमा पुगेर आएँ। तर आज चाहिँ म मर्निङ वाक जाँदाखेरि चाहिँ हाम्रै चौर पनि धेरै नै राम्रो लाग्यो। त्यहाँ चाहिँ सानो सानो भाइहरू फुटबल खेलिराख्नु भएको थियो। त्यो चाहिँ वास्तवमा फुटबल चौर नै हो। मर्निङ वाक गर्नलाई, स्कुटरहरू सिक्नलाई, बाइकहरू सिक्नलाई पनि त्यहीँ आउने गरेको छ मान्छेहरू चाहिँ। अस्ति नै म्यादी पडरीको छनौट गर्दाखेरि पनि यही ठाउँमा आएर चाहिँ छनौट गर्नुभएको थियो। यहाँ चाहिँ यो चाहिँ ठुलो छ के। म चाहिँ मेरो गाउँ वरपरको ठाउँ वरपरको मान्छेहरूलाई के भन्न चाहन्छु भने च्याङलिङ बगर जानै पर्दैन है। हाम्रै घर छेउको यस्तो राम्रो चौर छ, त्यहीँ गएर चाहिँ ड्राई पिकनिकहरू गर्नु होला, तर फोहोर चाहिँ नगर्नु होला है। ल अब चाहिँ अर्कोचोटि चाहिँ म पनि लुङ्गी सुङ्गी लगाएर मेरो सबै नानीहरूलाई, दिदीहरूलाई चाहिँ इन्करेज गरेर यहीँ आएर चाहिँ भिडियो गराउने छु। यस्तो राम्रो चौर छ। यहाँ नआएर मान्छेहरू कहाँ कहाँ पैसा तिरेर जान्छ हो। दामी छ, दामी। ठाउँलाई नै भाइरल गराउनु पर्यो साथीहरू। दामी छ नि त होइन? यही हरियो चौर हेर्न जाने हो नि हामी च्याङलिङ बगरमा होइन? ल यस्तो दामी छ, झन् कोही पनि छैन यहाँ। झन् यस्तो पहाड, यस्तो जङ्गलको बिचमा दामी छ, दामी। यो हेर्न त जाने च्याङलिङमा हामी, यो हेर्न त जाने। मर्निङ वाक गर्नलाई मजा आयो, तर जाँगरै छैन कि बिहान बिहान उठ्ने। नत्र भए यस्तो मजा आउँछ। बिहानको वातावरण यताउताको साह्रो राम्रो हुन्छ के हुन चाहिँ। मेरो चाहिँ जगिङ पुरा भएको छ साथीहरू। अब चाहिँ म चाहिँ घर निक्लिने है साथीहरू। ऊ त्यो सानो कटेरो भएको चाहिँ त्यो चाहिँ गोरखकालीको काम गर्ने मान्छेहरू बस्ने ठाउँ हो। तर अब गोरखकाली त हाम्रो बन्द भइसकेको छ अलमोस्ट। मर्निङ वाक आउनुभन्दा बढी चाहिँ सुत्न मन पराउने मान्छे हो, त्यही भएको भएर नआएको हो। नत्र भए चाहिँ मलाई पनि मर्निङ वाक गर्न चाहिँ मनपर्छ, इभिनिङ वाक गर्न पनि मनपर्छ। ल अब चाहिँ म घरतिर फर्केको। बाई बाई एभ्रिवान।